वेलकम ब्याक झापाली मोहन कुमार श्रेष्ठको युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। यतिखेर बेलुकाको 4 बजिरहेको छ। हाम्रो यात्रा लेगुवाको दममा चनुवा खोला धनकुटा नगरपालिकाको महालक्ष्मी नगरपालिका छिमेकी हो। तिहारको बेलामा बहिनीको हातबाट टिका थाप्न ल्याइँदैछ र हाम्रो यात्रा बरगाछीबाटको स्टार्ट भइरहेको छ। जिन्दगीको दौरानमा उकाली ओह्राली गर्दै भन्ज्याङ चौतारीहरूसँग मितेरी सार्दै हाम्रो यात्रा अगाडि बढिरहेको छ। तपाईँहरूलाई कस्तो लाग्छ सुझाव सल्लाह दिनुहोला। केही कमी कमजोरी भयो भने भनिदिनु होला। यात्राको क्रममा जिन्दगी सुरुवात हो, सुरुवातसँगै हाम्रो यात्रा बढ्दैछ अगाडि। सायद यही नै थियो कि जिन्दगीको यात्रा। हुन त म धेरै ठाउँमा घुम्छु, तर पनि आज यसो भिडियो बनाउन मन लागेर उता पहाडतिर जाँदैछु। मौसम अलि धरान आएपछि हल्का चिसो, इटरीका अवस्थामा अलिकति केही चिसो भए जस्तो छ। धरानको यो भानुचोकमा अलि बाटो ठाउँ सानो भए पनि पुरा प्याक छ। हामी धरानको भानुचोक हुँदै तिहारको रमझमले गर्दा होला बाटो अलि भिड नै छ। भानुचोक तिहारको रमझमले गर्दा अलि बाटोहरू प्याकै छ। हामी भानुचोकबाट माथि लाग्दैछौँ। तिहारको रमझमले गर्दा अलि बाटो अलि प्याकै छ, बाटोहरू भिडै छ। भोलि भाइटिका होइन, चेलीहरूको हातबाट टिका लाउने दिन। भाइटिका भएकोले गर्दाखेरि अलि छोरी चेलीबेटीहरू अलि बिजी नै छन्। जिन्दगी यस्तै हो, यात्राको क्रममा दुःख सुख जिन्दगी यस्तै हो। यात्रा गर्दैछु। कतिपय दोकानहरू बन्द छ, कतिपय दोकानहरू खुल्ला छन्। यस्तै हो भाइटिकाको दिन। मेहनत र